यो हेलो गाइज, स्वागत छ सबैजनालाई हाम्रो नयाँ भ्लगमा है। अनि आज चाहिँ वैशाख 5 गते रडमा देउता हाल्छ, त्यसैको सम्बन्धित भिडियो हो है। सबैजनाले लास्टसम्म हेरेर लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। गाइज यतानिर हाम्रो टोली आइसकेको छ है, टोली होइन त, यहाँबाट हाम्रो टोली आइसकेको अवस्था। अब मछिन्द्रबारमा चाहिँ जात्रा हुन लाग्छ होइन। सबैले अन्तिमसम्म भ्लग हेरेर चाहिँ लाइक सब्सक्राइब ड्याङ 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 गर्नु पऱ्यो ल। है त गाइज, हाम्रो चाहिँ मछिन्द्रबार पुगिसकेको अवस्था है। अहिले चाहिँ देउता निकालेको छैन। अनि खत चाहिँ उतानिर छ है, खत मेबी यता उट्याउ, खत चाहिँ उतानिर छ, त्यहाँनिर हालेर चाहिँ लान्छ होइन। अब यस्तो आधी घन्टा जति पुगेर अनि देउता चाहिँ लान्छ। फुल भ्लग वाच गर्नु होला है। जगह आइए वेटिंग की भाई 5 बजे 7 बजे सही बोला
जात्रा चाहिँ बबाले भइरहेको हेरेर जाउनुहुन्छ सबैजनाले जात्रा चाहिँ बबाल हुँदैछ ल ल ल ल ल ल जाउँ बबे टर्क्यामा भइरहेको छ है त्यो केटा हो जात्रा त अगाडि चाहिँ रथ छ त्यहाँ अगाडिनिर अनि यताबाट चाहिँ लगाइ चाहिँ हाम्रो ठाउँसम्म पुगिसक्यो मचिन्द्रनाथ रथसम्म चाहिँ पुग्न लागिसक्यो उता छ रथ चाहिँ हेर्न सक्नुहुन्छ अब आएर देखाउँछु गाइस जात्रा चाहिँ सिद्धिसकेको अवस्था अनि आजको लागि चाहिँ भ्लग यति नै हुनेवाला छ है सबले लाइक सब्सक्राइब गरेर चाहिँ गइदिनु पर्यो है त ल गाइस बाइ बाइ